कमजोर व्यवस्थापनका कारण निकै दुखी हुन पुगेका छन्। नेटवर्क लगायत कमजोर क्षमताका कारण विभिन्न समस्या भोग्दै आएका वीरगञ्जका ग्राहकहरूले अर्को समस्यासँग पनि जुझ्नु परेको छ। त्यो हो मोबाइल रिचार्जको समस्या। हेरौँ वीरगञ्जबाट राजु श्रेष्ठले तयार पारेको यो रिपोर्ट। वीरगञ्ज नगुवा निवासी सोनालाल पण्डितले आफ्नो मोबाइल नम्बर 9804225865 को रकम सकिएपछि रिचार्ज गर्न 500 रुपैयाँको रिचार्ज कार्ड लिएका थिए। रिचार्ज गर्न अलि झन्झटिलो भएको कारण पण्डितले पसलकै साउ अर्जुन मुरारकालाई रिचार्ज गरिदिन आग्रह गरे। मुरारकाले रिचार्ज कार्डको सिल तोडी कार्डमा स्क्रैच गरी त्यसमा अङ्कित नम्बर 66573032187775 डायल गरे। तर निकै समय बित्दा पनि मोबाइल रिचार्ज नभएपछि उनले पण्डितलाई रिचार्ज हुन कुनै समय केही समय लाग्ने जानकारी दिए। तर सोनालालको मोबाइलमा भोलिपल्ट बिहानसम्म करिब 20 घण्टा बितिसक्दा पनि रिचार्ज नभएपछि सो गुनासो पसलेसँग गरेका थिए। ग्राहकको कुरा सुनेपछि पसलेले 9005 मा फोन गरी स्क्रैच गरेको नम्बर र रिचार्ज कार्डको नम्बर 1003514119 समेत दिएर ग्राहकले अघिल्लो दिन नै रिचार्ज गरेको तर अहिलेसम्म उसको मोबाइलमा पैसा नआइपुगेको जानकारी गराउँदा काठमाडौँ कार्यालयले त्यो कार्डको पैसा बुटवलको 9804460200 को मोबाइलमा पुगेको बताएपछि मेरो मोबाइलको ताल देखेर वितरक आफै छक्क बक्क भएका थिए। यसबारेमा वीरगञ्जका वितरक सचिन कुमार दारुकासँग सम्पर्क गर्दा उहाँले छानबिन भइरहेको जानकारी दिनुभयो। त्यो पहिलोचोटि हामी सुन्दैछौँ। हाम्रो पनि यस्तो हामी त्यसमा गर्दैछौँ। त्यसको लागि पहिलोचोटि भएछ। त्यसको लागि हामी जानकारी अब माथि पुरा गर्छौँ। त्यसको लागि इन्क्वायरी गर्छौँ त्यो कसरी भएछ यो इन्क्वायरी गरेर हामी अवधानसम्म पाउँछौँ। मुरारकाले सो कुरा काठमाडौँ स्थित प्रमेश भन्ने कुनै कम्पनीकै जिम्मेवार व्यक्तिको मोबाइल नम्बर 9802100063 मा फोन गरेर बताए। तर उनले पनि म यसमा खोजबिन गर्छु भनेर भने आज चौथो दिन बितिसक्दा पनि न काठमाडौँबाट कुनै जवाफ आएको छ न पैसा तिरिसकेको ग्राहकको मोबाइल नै रिचार्ज भएको छ। नेपाल 1 का लागि राजु श्रेष्ठको रिपोर्ट।